आफ्नो ब्रिफली इन्ट्रोडक्सन दिनुहोस् न है। मेरो नाम सृजना बुढाथोकी हो, म काठमाडौँबाट आएको अनि अहिले चाहिँ म 3rd इयरमा पढ्दैछु। मेरो नाम पेम्बा डोमा हो, म पनि काठमाडौँबाट आएको। म नि अहिले करेन्टली 3rd इयर बीएससी नर्सिङ गर्दैछु कर्नाटक कलेज अफ नर्सिङमा। सो हजुरहरूको चाहिँ जुनियर अब बीएससी नर्सिङ गर्नको लागि नेपालबाट आउँदै हुनुहुन्छ भनेपछि वान गुड थिङ द्याट यु हेभ टु से अबाउट दिस कलेज भनेपछि के भन्नुहुन्छ? स्टडीहरू चाहिँ राम्रो छ, टिचर्सहरू पनि राम्रै हुनुहुन्छ, कोअपरेटिभ हुनुहुन्छ अनि कलेज पनि ठुलो छ, एरियाहरू पनि राम्रै छ, ग्रिनेरी नै छ अनि त्यस्तै। फ्याकल्टीहरू एकदम कोअपरेटिभ हुनुहुन्छ अनि यहाँ फुडहरू पनि एकदम डाइभर्स, तपाईँले नेपाली फुडहरू नै पाउन सक्नुहुन्छ। ओके, सो डाइभर्सिटीको कुरा हामीले यति गऱ्यौँ होइन, कतिको डाइभर्स छ त? लाइक कहाँबाट आउनुहुन्छ मान्छेहरू? यहाँनिर चाहिँ धेरै ठाउँबाट आउनुहुन्छ। अब नेपालबाटै छौँ, अब हामी नै नेपाली भयौँ, नेपालबाट आयौँ, त्यसो सिक्किमबाट आउनुहुन्छ, अर्को यता केरलाबाट भयो, कर्नाटक यहीँबाट पनि आउनुहुन्छ अनि धेरै ठाउँबाट आउनुहुन्छ। इन्डियाको चाहिँ लगभग आउनु नै हुन्छ, बाहिर अब्रोडबाट पनि हाम्रै क्लासमा चाहिँ हुनुहुन्न तर देखिन्छ कलेजमा चाहिँ। ओके, ठिक छ। सो हजुरको चाहिँ अब हजुरको ओभरअल एक्सपिरियन्स चाहिँ कस्तो छ नि? लाइक आएबाट अहिलेसम्मको एक्सपिरियन्समा हजुरले केही डिफ्रेन्ट पाउनुभयो कि ओहो आउँदाखेरि मलाई यस्तो भन्नुभएको थियो अहिले यस्तो भएन भन्ने जस्तो केही छ कि नै त? खासै एक्सपिरियन्स चाहिँ अहिलेसम्म चाहिँ एकदमै राम्रो भएको छ। यहाँ एकदमै फ्याकल्टीहरू एकदम कोअपरेटिभ हुनुहुन्छ अनि हामीले केही प्रब्लमहरू छ भने उहाँसँग सोध्न सक्नुहुन्छ अनि हामीले खानाहरू पनि आज टाइमले पाइरहेको हुन्छ। दिनमा आज हामीले 3 चोटि आज हामीले मिलहरू पाइरहेको हुन्छ। नेपाली फुडहरू पनि अभाइलेबल छ अनि त्यसपछि यहाँ फेस्टहरू पनि धेरै मनाइरहेको हुन्छ, जस्तै कि फ्रेसर्स, ओनम अनि त्यसपछि प्रोग्रामहरू आज मनाइरहेको हुन्छ। धेरै प्रकारको मान्छेहरू भएको कारणले चाहिँ आज एकअर्कासँग इन्टरेक्ट गर्दा चाहिँ एकदमै नलेज सेयर हुन सकेको छ। सो हजुरहरूले चाहिँ रेट गर्न पर्यो होइन कलेजलाई, केहीमा पनि होइन, खानामा भनेपछि हजुर कति रेट गर्नुहुन्छ? आउट अफ 10 8। ओके, हजुर म पनि आउट अफ 10 8 नै दिन चाहन्छु। सो हजुरहरूले चाहिँ केही सजेसन दिनु पर्यो अरे फर कलेज, आफ्नोलाई भन्दा पनि कलेजलाई चाहिँ भनेपछि ओहो यो भइदिए हुन्थ्यो भन्ने चाहिँ के छ? ओभरअल राम्रै छ, एक्सपिरियन्स राम्रै छ, हजुरहरू आउँदा हुन्छ। ओके, सो हजुरहरूले चाहिँ अब जस्तै नेपालबाट आउने बित्तिकै ए ओहो मैले यो कुरामा यस्तो डिफिकल्टी फेस गरेँ नि भन्ने चाहिँ के छ? ल्याङ्ग्वेज, एकदम ल्याङ्ग्वेज ब्यारियर हुन्छ यसमा चाहिँ। धेरै ठाउँबाट भएको हुनाले चाहिँ इङ्ग्लिस बोल्नुभयो भने चाहिँ कम्फर्टेबलै हुन्छ। अब उहाँहरूकै मदर टङको ल्याङ्ग्वेज बोल्नुभयो भने चाहिँ गाह्रो हुन्छ, बुझिँदैन। सो हजुरको चाहिँ के छ नि? त्यही मलाई पनि सुरुमा आउँदाखेरि चाहिँ ल्याङ्ग्वेज ब्यारियर धेरै भएको थियो तर बिस्तारै चाहिँ आज मिल्दै गर्दा चाहिँ अब ल्याङ्ग्वेज पनि खासै ब्यारियर चाहिँ हुँदैन। सो सिक्युरिटीको कुरा गरौँ है, अब किनभनेपछि नेपालीहरूको त अलिकति सिक्युरिटी पनि प्रायोरिटी नै हुन्छ नि त। सिक्युरिटी वाइज चाहिँ कस्तो छ नि? यहाँ हजुरहरू होस्टेलमा बस्नुहुन्छ, होस्टेलको चाहिँ कस्तो छ? राम्रो छ एकदम। टाइमिङ हुन्छ निस्किनेर होस्टेलमा इन्टर गर्नेवाला अनि 6:30 चाहिँ हामीलाई बाहिर निस्किन दिनुहुन्छ, त्यसपछि चाहिँ क्लोज हुन्छ अनि त्यतिसम्म राम्रै छ सिक्युरिटीहरू, त्यस्तो डराउनु पर्ने छैन। हजुरको चाहिँ? मेरो पनि त्यही कलेज पनि एकदम सेक्योर छ। आज एकदम गार्डहरूले आज एकदम प्रोटेक्ट गरेर राखेको छ अनि होस्टेल पनि एकदमै वेल सेक्योर छ। आज गार्डहरू राख्नु भएको छ, उहाँले हेर्नको निम्ति आज उहाँले राख्नु भएको छ। राम्ररी आज उनीहरूले आज चेकहरू गर्नुहुन्छ हाम्रो सेफ्टीको लागि चाहिँ। थ्याङ्क यू।